हेलो गुड मर्निङ नमस्ते सम्पूर्णमा। आज चाहिँ मैले तपाईँहरूको लागि जुन आइफोनको ब्याक प्यानल हुन्छ पछाडिको भाग यो चाहिँ ग्लासले बनेको हुन्छ, जुन चाहिँ हामीले खस्दाखेरि फुट्छ। यो ब्याक प्यानल फुटिसकेपछि यसमा ब्याक प्यानल तपाईँ लगाउनको लागि जुन सर्भिस सेन्टर अथवा पसलमा जाँदाखेरि तपाईँले त्यहाँ पनि थुप्रै किसिमको प्राइस पाउनुहुन्छ। काहीँ अर्कै प्राइस, काहीँ अलिकति महँगो, काहीँ सस्तो। त्यो अब तपाईँले कसरी चिन्ने, ब्याक प्यानल किन प्राइस फरक हुन्छ त्यो जान्नको लागि मैले तपाईँहरूको आज ब्याक प्यानलसँग सम्बन्धित भिडियो लिएर आएको छु, हेर्दै गर्नु। यो मेरो हातमा रहेको ब्याक प्यानल छ। यो प्यानल तपाईँ यो कपी प्यानल हो है। हेर्दाखेरि तपाईँले उस्तै नै लाग्छ, जस्तो यो अहिले एक अर्को छ मसित यो ओरिजिनल प्यानल हो। तपाईँले यसलाई ओरिजिनल र कपीमा कसरी छुट्याउनु त भन्दा अलिकति त हेर्नुहोस्, यसमा कलर पनि थोरै फरक पाउन सक्नुहुन्छ। र अर्को कुरो भनेको जुन यो कपी प्यानल हुन्छ, कपी प्यानलमा जुन यो क्यामेराको माथिको भाग हुन्छ यसलाई माथिबाट पेस्टिङ गरिएको हुन्छ है। यो डाई कटिङ हुँदैन। तपाईँले ओरिजिनलमा पनि हेर्नुभयो भने यो तपाईँको यो छुट्याउन सक्नुहुन्छ तपाईँको फोनमा भएकोमा पनि। यसमा तपाईँले यसरी यसलाई हातले ट्राई गर्नुभयो, नङले भने ठ्याक्कै तपाईँले यसमा ग्यापिङ पाउनुहुन्छ। यो चाहिँ माथिबाट यो क्यामेराको भागलाई चाहिँ यसलाई पेस्टिङ गरिएको हुन्छ, यो कपी प्यानल हो। अर्को ओरिजिनल प्यानलको कुरा गर्नुपर्दा जुन यो क्यामेराको भाग हुन्छ, यो लेन्सको भाग, यो चाहिँ तपाईँको यो जति पनि इम्बोस्ड भएको छ यो सबै डाई कटिङ हो, यो पेस्टिङ होइन है। यसरी पनि तपाईँले ओरिजिनल र कपीलाई छुट्याउन सक्नुहुन्छ। यो दुईटामा स्ट्रेन्थको क्वालिटी पनि हेर्ने हो भने कपीको कम्पेरिजनमा ओरिजिनल प्यानलको स्ट्रेन्थ पावर के हुन्छ त बढी हुन्छ। तर जुन क्वालिटी ओरिजिनल जुन सेटबाट आएको क्वालिटीमा चाहिँ यो ओरिजिनलको पनि सेटमा आएको जुन कम्पनी म्यानुफ्याक्चरिङ जतिको स्ट्रेन्थ पावर चाहिँ हुँदैन। यस्तै भिडियोको लागि हामीलाई फलो गर्दै गर्नु होला। हस्, धन्यवाद।